हेलो नमस्ते साथीहरु, वेलकम टु माई भ्लग। आज चाहिँ टिकाको दिन हो। अब हामी चाहिँ बिहानै उठिसक्यौँ। अब पानी परेको मौसम छ है, पानी परेको मौसम छ। भाउजूले चाहिँ बिहानै उठेर लुगा धुन थालिसक्नु भयो। राति नैदेखिबाट बत्ती बालेर हामी पनि उठेर अब नुहाउनु पर्यो हैन। पहिला सुरु त नुहाएर रेडी हुनु पर्यो नि त। अब म रेडी हुन्छु। ल अब चाहिँ म नुहाएर पनि आइसकेको छु। तर यस्तो पानी परेर आँगनमा यस्तो हिलो छ हैन। आँगनमै यति धेरै हिलो छ है। अब के लुगा लगाउनु, चिटिक्क पर्नु, जुत्ता लगाउनुको केही अर्थै रहेन। त्यही गरेको भएर चाहिँ मलाई यो बर्खाको टाइममा घर आएको जस्तो भयो। अब दिदीहरू आउनु भएपछि अहिले रमाइलो लाग्छ कि अब त्यो पनि हेर्दै जाऊँ हैन। अब हामी के गर्छौँ भन्ने अब एकछिनमा थाहा हुन्छ। हामीले चाहिँ खाना पनि खाएको छैन। टिकाको साइत अब हुने आँटिसक्यो। हामी चाहिँ अब रेडी भइसक्यौँ। अब हामी चाहिँ बबिताको घरमा, मेरो कान्छी बुबुको घरमा हामी चाहिँ टिका लाउन जाँदैछौँ है। पानी अलिअलि परिरहेछ, त्यही पनि म गएँ। बाटो यस्तो हिलो छ है साथीहरू, त्यही पनि म चाहिँ रेडी भएर अब म गएँ। हाम्रो चाहिँ यहाँ भाउजूले छोरी पाउनु भएको भएर चाहिँ हामीले टिका लाउनु हुँदैन भन्नुभएको थियो। तर हामीलाई चाहिँ यता दाइले हुन्छ, मम्मीले र भाउजूले चाहिँ हुँदैन, तिमीहरूले लाउँदा हुन्छ भन्नुभयो। अनि हामीलाई पनि एकदम खुसी भएर अब म ड्रेस लगाएर आइसकेँ। यहाँ चाहिँ यस्तो छ है। ल साथीहरू, हाम्रो यहाँ चाहिँ ल ठिक्क साइडमा लगाइरहनु भएको छ उहाँहरूले चाहिँ टिका, एकदम खुसीका साथ। ओके ल खिच्छु अहिले। ल ओके ल यहाँ चाहिँ अब हाम्रो टिका टालो कार्यक्रम हुँदैछ। समृद्धि हेलो भन्देऊ। ल ठिक छ यहाँ चाहिँ दियोमा कलश राखेर हो कि के अरे दिदी, कलशमा दियो राखेर कि दियोमा कलश राख्ने भाउजू। ल यहाँबाट हामी अब सबैको मुख देखाइदिउँ है। इच्छा पुरा गरिदिउँ। ल दुर्गा माताले रक्षा गरून् भनेर मनै सपना दिनु। ल यस्तो रमाइलो भइरहेछ है। तपाईँहरूको पनि टिका लगाएको फोटोहरू छ भने चाहिँ हजुरहरूले चाहिँ मलाई यहाँ कमेन्टमा पठाउनुहोस् सबैजनाले। बल्ल टिका र जमरा लाउन पाउने भएर अलिकति मान्छेलाई हेलो समृद्धि हाँस। वाह ल दिदीले राम्रोसँग लगाइदिनु भएको छ। हामी समृद्धिको ब्याग देखाइदेऊ समृद्धि। त्यो चाहिँ किन राखेर तिमीले? पैसा राख्नु हो? ल ठिक छ ल। ल हेर्नु है। ऊ त पैसा हेरे भयो त हेर्नु त त्यहाँ। ल पालो पुग्यो। बबिता स्माइल है, स्माइल। पख तिमीलाई देखेको छैन। ल अब चाहिँ देखियो। ल ठिक छ। उहाँ चाहिँ मेरो कान्छी फुक्नु है। उहाँ चाहिँ हुन् बबिता। भगवानीको सधैँभरि आशीर्वाद रहोस्। जमरा कता लाउने हो भाइ? कानमा लगाइदिनु। कता कानमा लाउने नि? छोरा मान्छेलाई हो काना जमरा लाउने। आइमाले कानमा सेरुन्छ न जमरा। ल जलगा लगाए पनि हुन्छ। ल कता छोरीमा भन न। भाइलाई पनि लिएर आउनुला। के अरे सानी कान्छी। ल उहाँ चाहिँ हुन् मेरो फुपूको कान्छी छोरी ममता। हिजोको भ्लगमा नि हजुरहरूले चिनिसक्नुभयो होला। ममता यो ब्युटिफुल छिन् हैन, ब्युटिफुल लेडी। नचलाउ सानो, यहाँनिर भ्लग बनाएर आयो कि दिदीले नचलाउ हुन्न नि त। ल है ल आशीर्वाद लिने। ओ माई गड, सौरभ त के हो, कुम्फू हो कि के? कुम्फू हो? निलमाल तिमीलाई नि टेक्वान्डो सिकाइदिनु हो क्या हो? मिलेको राम्रो। कसैको राम्रो मिल्छ, कसैको नराम्रो होला।
खै बसी त्यो ढाके लाउनु बुढै भाइ र हाम्रो चाहिँ गाउँमा यस्तै हुन्छ टिका है हाम्रो चाहिँ नर्मल गरी हामी चाहिँ यस्तै गरेर लगाउँछौँ तर उहाँहरूको चाहिँ फेरि मामा घर पनि जानलाई दुई मिनट पनि कति सेकेन्ड 20 सेकेन्ड लाग्छ हाम्रो उहाँहरूको चाहिँ 20 सेकेन्ड पनि त्यति पनि लाग्दैन 5 सेकेन्ड 10 सेकेन्ड होला ल यहाँबाट जानलाई बिचरा अब हामी त मामा घर जाने कुरा भइसकेको छ अब उनीहरू चाहिँ बिचरा बिस्तारी गए पनि हजुर भोलि होला सायद कति साह्रो निहुरेको हो ल मेरो पालो अब चाहिँ हाम्रो भ्लगर दिदीको टर्न आइसकेको छ है गाइस अब हाम्रो दिदीको टर्न आइरहेको छ है गाइस आफू हिँड्ने बेलामा पैसा छैन टिकटक बढो पो गरे हो बाङ्गोलाई अलिकति यतापट्टि बढाउ बाङ्गो त भयो बाङ्गो लाएर फेरि हुँदैन छैन ठिक्कै ठाउँमा यतापट्टि बढाउ के यतापट्टि लाउने नै बाङ्गै हो सबै यतापट्टि बढाउ भने तर केमा बेमा हो कि केमा हो आफन्तहरूलाई यस्तामा लगाइदिँदो रहेछ नि त्यहाँ पारेर उसको फुलले होइन ठिक त हुन त हो है ठुलै लाग्यो बाङ्गो हो भने दसैँ टिका पनि सानो लाउने हो त भने भाउजूले प्राउन खुलाउनु भएन होइन भाउजू प्राउन बनायो भने नि भाउजू प्राउन बनायो भने नि भाउजू मिलाइदिन्छु भने म स्मृतिको दामी भयो ल टिका हाम्रो दिदीको चाहिँ एकदम राम्रो भयो टिका है गाइस ल हामी दुईजना दिने पछि खोजेर म दिउँला पैसा हिँडेल भए पैसा के दिनु यता है दिदी मलाई यता ल जाने हो नि फेरि उता मैले उता जाँदा हाम्रो दिदीलाई जबरलाई सुरु भएको छ अब है गाइस हाम्रो अर्को दिदी चाहिँ आउनु भएको छैन किन हो हुन्छ भने देख्यो मलाई राम्रो एकदम राम्री आएनन् पैसा दिन पैसा पैसा ल पैसा दक्षिण नगएन सानादेखिबाट 20 रुपियाँ सानादेखिबाट 20 रुपियाँ एक दिनबाट राजा 20 रुपियाँ एक दिन पनि चेन्ज गरेर मैले छुट्याउनु हुँदैन ल हाम्रो चाहिँ दसैँको टिका सकिसकेको छ गाइस है ल दिदी बाई बाई गर्नु दिदी बाई बाई गर्नु त दिदी बाई बाई अहिले चाहिँ हाम्रो अब टिका लगाएर अझै बाँकी नै छ बाई बाई भनेर रोकिदियो बाबु लाउन दसैँको टिका त बढाउँदै लाउने हो क्या निधारभरि हुने बढाउँदै गएपछि ठुलो हुन्छ नि त त्यही भएर मान्छेहरूको निधारमा धेरै टिका हुने भने त्यही भएर हो कि घर पहिला घरमा लाउने अनि त्यसपछि मामा घरमा संसारमा त्यो लगाइसकेपछि नि यहाँ बढाउँदै लाने भन्नुभएको दाइले सबैले लगाइसक्नुभयो भाउजू यता हेर्नु त भाउजू ए उता फोटो खिच्दै हुनुहुँदो रहेछ ल ठिक छ ल ऊ चाहिँ हाम्रो बादल भाइ हो हेलो भाइ तिमीहरूको चाहिँ टिका छ है अहिले अनि तिम्रो जमरा है त कहाँ गयो ए उसको त अलिकति दुईटा त्यहाँनिर खै म देखाइदिन्छु दुईटा त्यहाँनिर मात्रै रहेछ ल ठिक छ अब पिङ्गेललाई पनि जान पानी भयो होइन यस्तो पानी परे चाहिँ अहिले फोटो खिच्न जानुपर्छ है ठुल्ठुला ल ल हेलो भनिदेऊ सबैलाई ह्याप्पी दसैँ भनिदेऊ ऊ चाहिँ अलिकति लजाउँछ क्या मैले देखाएको छैन ल ममता ममता मेरी प्यारी ममता मेरी ममता अहिले पिङ्गेल जाँदा चाहिँ ल खाना खान चाहिँ हाम्रोमा जाउँ त होइन मैले खाने जस्तो यहाँ केही बनेकै छैन के खानु र मासु खाँदैन र तपाईले शाकाहारी हो शाकाहारी हेलो साथीहरू होइन म चाहिँ यो ठुल्चला बोर्ड जाने बाटोमा चाहिँ आइपुगेँ होइन एकचोटि यो ब्लुटुथ लिउँ अनि यहाँनिर चाहिँ यस्तरी रुखहरू ढलिरहेको रहेछ क्या यो कसरी ढलेको होला यत्रो धेरै रुखहरू ढलिरहेको छ क्या यहाँ चाहिँ
यस्तो छ क्या यहाँ चाहिँ हुरी बतासले यस्तो दसैँको बेलामा यस्तो हुन्छ त साथीहरू अहिलेसम्म थाहा छ त दसैँमा यस्तो होइन ल ओ माई गड हामीलाई त बर्खातिर त्यो हुरी बतास आउने चैत वैशाखतिर त थाहा थियो है बबी नत्र भने त यस्तरी यो रुखै ढाल्ने अनि यो यहाँनिर एउटा बरको बोर्ड थियो क्या उयो ढलिरहेको छ नि यो यहाँ हामी चाहिँ यसलाई छत्रे बरको बोर्ड भन्थ्यो तर यो पनि चट्याङ परेर हो कि अब हावा हुन्थ्यो त्यो त थाहा भएन त्यो अफ गर न तर त्यहाँनिर चाहिँ यस्तरी ढलाइदिएको छ हेर्नुहोस् डाँडोमा भएको भएन भने अलिक खोल्चो टाइपमा छ क्या त्यो चाहिँ होइन अब पुरै अब कुहिरै लगाइरहेछ है पुरै कुहिरो 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 नै कुहिरो होइन ल आउनुहोस् गाइज फास्ट आउनुहोस् हाम्रो बुनुहरू बसिरहेछन् होइन अब हामी चाहिँ त्यहाँ गएर गीत गाएर गीत बजाएर अब मजाले नाच्ने हो क्या ऊ ब्लुटुथ पनि लिएर आइरहेछ त्यहाँ बबिताले आऊ आऊ बबी आऊ अब हामी पुग्न आँटिसक्यौँ सिङ्गल ट्री चाहिँ यहाँबाट यस्तो देखिन्छ यो ठुल्सला बोट भनेको चाहिँ यो हो यो चाहिँ एकदम भाइरल ठाउँ हो क्या यहाँ चाहिँ पिकनिक स्पोट पनि हो यो चाहिँ मान्छेहरू चाहिँ यहाँ नाइट नै बस्ने गरी पनि आउनुहुन्छ क्या टेन्ट लगाएर बस्नलाई त्यसलाई के बस्न आउने भन्छ त्यो मलाई थाहा भएन तर वान नाइटको लागि चाहिँ यहाँ मान्छेहरू आउने गर्नुहुन्छ तर टाढा टाढा अझ झनै त्यो लकडाउनको बेलामा यहाँ भ्यानमा मान्छे आउनुहुन्थ्यो क्या पिकनिक अनि हामी चाहिँ हेर्थ्यौँ क्या उतापट्टिबाट अनि त्यो बेलामा चाहिँ होइन साथीहरू त्यो बेलामा एउटा रमाइलो कुरा है हामी त सानसानै भन्नाले अब त्यस्तो अब यतैतिर बस्ने होइन अनि सानसानै जस्तै थियौँ नि त अलि बुद्धि अलि त्यस्तै थियो होइन अनि त्यत्रो धेरै मान्छे आउँथ्यो नि त अनि कोही चाहिँ यहाँनिर त्यो मान्छेहरूको सुनको सिक्री पैसाहरू भेटिन्छ है जाउँ भनेर आउँथ्यौँ क्या हामी त्यो मान्छेहरू बस्छन् अनि जान्छन् नि त अनि त्यसपछि त्यो के भन्छ सुनको सिक्रीहरू भेटाइन्छ भनेर आउँथ्यौँ अहिले सम्झँदा चाहिँ लास्टै हाँसो फेरि भेटाउन चाहिँ हामीले केही पनि भेटाउँदैनथ्यौँ क्या फेरि त्यस्तो हुन्थ्यो रमाइलो थियो पलहरू अनि अब अहिले फेरि पानी पर्न थालिसक्यो हामी चाहिँ छाता लिएर हिँडिरहेको छौँ अहिले अनि सबैतिर त्यस्तै हो ल यहाँनिरको म हजुरलाई भ्यू सर देखाइदिन्छु है त भ्यू यस्तो छ है अझै उताबाट छ अनि आलम डाँडा भन्ज्याङहरू चाहिँ यताबाट खै देखिँदो रहेछ जे होस् ऊ त्यतापट्टि ऊ त्यो साइडमा छ क्या त्यहाँ तलतिर अनि त्यसपछि हामी चाहिँ आइसक्यौँ रमाइलो छ यो गाउँलाई चाहिँ छापथोक भन्छ है पहिला चाहिँ हामी मेलापात गर्ने बेलामा यतै आउँथ्यौँ अनि त्यसपछि हजुरले देवीघाट सुन्नुभएको छ होला देवीघाट चाहिँ त्यहाँनिर पर्छ त्यो चाहिँ ठ्याक्कै देवीघाटको पुलनिरको सिन हो यो चाहिँ त्यहाँनिर चाहिँ जाल्पा देवीको मन्दिर पनि छ टाइम पुग्यो भने म त्यहाँनिर पनि जानेछु पानी आउन थालिहाल्यो के गर्ने त अब ल साथीहरू फाइनल्ली हामी चाहिँ अब ठुलो सल्लाह बोटबाट पनि फर्किसकेको छौँ हामीले चाहिँ फोटो भिडियो टन्नै बनाएको छौँ होइन साथीहरू अनि हामी चाहिँ अब फर्क्यौँ यस्तो हिलो छ यो बाटोभरि चाहिँ